गुड मर्निङ साथीहरू भीमथाङबाट यति हिउँ परेको यार भीमथाङमा कुरै छ त हिजो हामी यति जबरजस्तीले पास गरेर दुःख पाएर आयो हिजो पनि अब हिउँ परेको थियो दिउँसै उता धर्मशालादेखि हिउँ पर्दै पर्दै हिजो आज पनि हिजो चाहिँ 55% स्नो देखाएको थियो भने आज त झन् 65 देखाएको थियो अनि यहाँ त नेट सेट चल्दैन अहिले घरमा चाहिँ अनि हिउँ यति धेरै परेछ कि हो यस्तो छ हामी बस्ने यहाँ कटेज चाहिँ हो पङ्कर कटेज भन्छ वान अफ द एकदम बेस्ट भनौँ न कटेज हो यहाँको यहाँ चाहिँ अब बाथरुम पनि अब यही एटेच बाथरुम भनौँ न रुमहरू पनि यस्तो छ अनि आज तारिक चाहिँ अब तारिक हो आज मार्चको के अरे अप्रिलको 9 र उसको चैतको आज 26 गते अब नयाँ वर्ष हाम्रो आउँदैछ भने यो नयाँ वर्षको आउने आसपासमा चाहिँ सधैँ हिउँ आउँदो रहेछ जता गए पनि त्यो मेरो अनुभव चाहिँ त्यस्तै रह्यो पोहोर पनि यस्तै भनौँ न चैतको अन्तिममा बेसी हिउँ आएको थियो हिमाली भेगमा यो अब यतै वर्ष लार्केबासको ओह्रालो चाहिँ यतै भनौँ न उताबाट आउँदा ओह्रालो चाहिँ यही हो यही कुनाबाट आउँछ जहाँसम्म लाग्छ आज साथीहरूले चाहिँ जति पनि यहाँ पास गरेर आउने साथीहरूलाई चाहिँ एकदम च्यालेन्जिङ हुनेवाला छ कतिले गर्दैन पनि होला अब हामीले पनि हिजो जबरजस्ती नै पास गरेर आएको र आज चाहिँ अब हामी चाहिँ यहाँबाट 18 किलोमिटर तल ओह्रालो 18 किलोमिटर छ र डिस्टेन्स चाहिँ 18 किलोमिटर भयो भने 1400 मिटर चाहिँ यहाँबाट तल झर्नुपर्छ हामी त्यो तिल्चे भन्ने गाउँमा पुग्नलाई त्यहाँ पुग्न मलाई चाहिँ थोरन पनि 8 घन्टा त लाग्छ 8 घन्टा मजाले लाग्छ